हामी भनेको सानो टिमलाई छोडिदिन्छौ के तिमीहरू जस्तो र भ्याइन्छ आँप भेटायो भनेर काँचो पनि खाछ पाकेको नि खाछ कुहिएको पनि खाछ हामी भनेको छानी पाकेको मात्रै खान्छौँ के कुहिएको खान्नौ पोर्चुगलले रेफ्री नै किन्यो भनेर दुनियाँ दिवाना गरेर यो अर्जेन्टिनाको फ्यानहरू लौडे एक दिन तेरो बुढीले भात पकाएन भन्यो भनेर तेरो बुढी अन्तै सल्क्यो भन्ने कुरो त हुँदैन नि लौडे तँसँग गोजीमा गाँठ नभएको पनि त हुन सक्छ नि चामल किन्नलाई भ्याइन्छ हो त्यही भएको के भ्याइन्छ त रेफ्री किनेको होइन के पोर्चुगलले क्रोसियाको गेमै त्यस्तै लौडे भएको के भ्याइन्छ 90 मिनटसँग हेरेर पनि कुरै बुझ्दैन भ्याइन्छ त अन्धा रहेछ के हो एक काम गर तिनीहरूले अर्कोचोटिबाट चाहिँ पोर्चुगल खेलेको चाहिँ नहेर होइन ट्रोल बनाउन भन्दा तिनीहरूले पोर्चुगल खेलेको हेर्न भन्दा कहीँ कतै चाहिँ बरु डोजरले बाटो खनेछ होला हो त्यही जा भ्याइन्छ डोजरले बाटो खनेको हेर्न जा